एभ्रिवान एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो ब्लगमा। सो म चाहिँ हिजो पोखराबाट काठमाडौँ आएको अनि काठमाडौँ आएर यता भाइलाई भेट्न आएको साथीलाई। सो साथी चाहिँ गाउँ गएको रहेछ, अब त्यो भोलि या पर्सि आउँछ अनि हजुर ए बहिनी भाइ हेरेँ। सो अनि त्यही हो होइन। अनि कस्तो भन्दाखेरि मैले चाहिँ अहिले एन्ड्रोइडबाट बनाइरहेको अनि आइफोन चाहिँ किन भन्दाखेरि यो आइफोन 7 प्लस चाहिँ युट्युबै डाउनलोड नहुने यस्तो हुने उस्तो हुने भइरहेछ होइन। अनि फोन त फेरि नयाँ छ। सो म हजुरहरू देखाउँछु है त। गाई चाहिँ फोन चाहिँ फेरि अनि कस्तो भयो भन्दाखेरि यो चाहिँ अब योबाट चाहिँ युट्युब डाउनलोड नहुने त्यस्तो भयो क्या। अनि त्यही भएर अनि सो त्यही बेला गाई छैन अनि डेढ सक्यो कि के भयो कि के थाहा भएन मलाई त। पोखरामा त्यो दाइले पनि फेरि चुना हान्ने जस्तो लाग्यो है, किन्न नि महँगोमै किने कस्तो ल। त्यही हो गाई चाहिँ अब यति सक्नुहुन्छ तपाईँहरूले होइन, बारी नि बारी। सो ल म चाहिँ अब यहाँ भाइको वेट गरिरहेको छु। ओमन ओमन ओके गाई चाहिँ नि अब भाइ चाहिँ आउँछन्। भाइ कति टाइम लाग्छ गोजीमा छ गोजीबाट फोन आइफोनबाट बनाउनु छैन। आइफोन अनि त्यो उयो भयो भने दिनुहोस् माफले। अनि यसको यो युट्युबै डाउनलोड नभएपछि अब यो धेरै प्रब्लम हुन्छ क्या यसमा। अनि अब क्यामेरामा चाहिँ राम्रो आएर भएन नि त, यसमा धेरै प्रब्लम छ नि त। अब पैसा चाहिँ त्यत्रो हाल्नु किनेमा लास्टमा प्रब्लम है, ए वान प्रब्लम क्या फेरि युट्युब डाउन नभएन गाइज। अनि आउँदा नि मैले चाहिँ बालिन भाइको चस्मा नि किनेर ल्याएको थिएँ पोखराबाट। त्यहाँको सम्झना हुन्छ भनेर एउटा बालेन दाइको चस्मा चाहिँ मैले किनेर ल्याएको गाइज। यो वान देखिरह होला है कसको मेरो नि मिठो हावा लागिरहेछ। सो चाहिँ हामी अब जानेछौँ त्यहीँनिर अब पुग्नेछौँ। चाहिँ धेरै भइरहेको छ अनि कस्तो कस्तो भइरहेछ क्या, यस्तो हल्का गाडी ड्राइभ गर्नु छ नि त। अनि यो हल्का यो आइफोनै कस्तो भयो क्या, बेकार किने जस्तो। एन्ड्रोइडै किने भने ठिक हुँदो रहेछ मैले है। अब आइफोन चलाउने रहरमा मैले कति 20,000 जति पनि मेरो पैसा स्क्याम भयो क्या। 20,000 डुप्लिकेटहरू पनि हुँदो रहेछ टिकटकमा, स्क्यामरहरू होइन। उनीहरूले वाट्सएप नम्बर सबै छोडेको हुन्छ नि त। अनि त्यहाँबाट मैले कुरा गर्दा अनि अगाडि एडभान्स पठाइदेऊ भन्दा त्यसो गर्दा गरेर मेरो 20,000 चुना क्या। र त्यही हो चाहिँ जान्छु सर। यो फोनमा चाहिँ धेरै प्रब्लम भयो। अब यो फोनलाई के गर्ने भइरहेछ। गर्लफ्रेन्डलाई घुमाउनु पैसा नि छैन, यही फोन बेचिदिने हो गर्लफ्रेन्ड घुमाउने। अनि के गर्नु त, भएको सबै पैसा सिद्धिसक्यो, क्युआरमा भएको सबै पैसा सिद्धिसक्यो। अनि यो फोन उस्तै भएको। अनि मलाई भक्तपुरको हावा लागेछ यार लगाइ त्यो हावा लाग्यो सक्खर जो लो दिनेर होला होइन, खुट्टा बबाल दुखिरहेछ। सो अनि त्यति मसँग ओभर कन्फिडेन्स पनि छैन होइन मान्छेको अगाडि बनाउन। त्यही हो ल पर चाहिँ पुरै गाइस सर्फो
नाग हो क्या कस्तो मजाले उभिएर बसेको त त्यो बाटोमा आउँदा पनि सर्प देखेको त्यहाँनिर होइन कहाँ हो यहीँदेखि देन्दु गयो पाहाडबाट हो यस्तो हामी अब सर्व हेरेर पनि गयौँ हिजो पनि सर्व कत्रो ठुलो क्या भाइको खुट्टाबाट स्वाटै है अस्ति ठुलो त्यो खोला हेर्नु न कस्तो फोहोर ए ऊ त आयो सरु फेरि होइन अर्को सानो खाले सरू अहिले त्यो ठुलो खाले सरू थियो अलि सानो कहाँ पुगिदियो अघि भन्दा सानो होइन त्यो अघिभन्दा सानो सरु फेरि यो खोलै खत्तम छ कि यो यति धेरै फोहोर छ त्यसमाथि कम्ता उयो छ अनि बागमतीभन्दा डेन्जर छ खोला फेरि गाइस त्यो बाटोमा यति धेरै फोहोर फ्याँक्छ कि त्यही त्यसमाथि गाडी यति रमाइलो भइरहेको छ कि होइन सो गाइस हामी चाहिँ अनि अब के त्यो के पर्छ मात्रै हो खोला आएर के वान मान्छे रहेछ त्यहाँ कस्तो नदेखेको मैले
फिर जल्दी आ गया स्टेट से लिफ्ट फुटबल म्याचहरू हेरेर अनि आयौँ होइन अनि सो उता चाहिँ खासै जान पाइनँ अनि भिडियो पनि खासै बनाउनु पाइनँ त्यसैले अनि त्यो भएर चाहिँ आधी आधी क्रप गरेर आउँदैछ मेरो भिडियो सो फुल समय हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सो आजको भ्लग चाहिँ यति हुनेछ